नमस्ते वेलकम। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। म यहीँ चितवन आएको बेलामा घुमघाम गर्न आएको बेलामा फर्स्ट भ्लग बनाइरहेको छु। यसलाई साथ सपोर्ट गरिदिनु होला। अनि आज दिनभरि म के काम गर्छु हजुरहरूलाई म आफ्नो भ्लगबाट देखाउने छु। कृपया यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरू म अहिले माइतमा छु। यसो बारीमा घुमघाम गरौँ भनेर आएको। यहाँ मम्मीले यति राम्रो तरकारीहरू लगाउनु भएको छ। यति राम्रो तरकारीहरू लगाउनु भएको छ। तरकारीहरू किनेर खानै पर्दैन। यति राम्रो ठाउँ छ, यति राम्रो। चितवन त मलाई एकदम मनपर्छ अरू ठाउँ भन्दा नि। किनभने माइत परेर नै होला, आफ्नो जन्मस्थल भएर नै होला। त्यही भएर मलाई आफ्नो ठाउँ, आफ्नो जन्मेको ठाउँ एकदम मनपर्छ के, जस्तो सुकै भए पनि। यहाँ मेरो मम्मीले के तरकारी पकाउन लाग्नु भएको छ। मम्मी के तरकारी पकाउन लाग्नु भएको छ? माछा तरकारी। माछा तरकारी गाइस, माछा। आज माछा तरकारी खानी हो। कसलाई कसलाई माछा मन पर्छ गाइस कमेन्ट गर्नु होला। यहाँ मेरो मम्मी भाँडा मास्काउँदै हुनुहुन्छ। अनि यता चाहिँ मेरो सानो भुन्टु खेलिरहेछ। साने यता हेर त, के गरेछौ? खेलेछौ? हो। यता हाम्रो बुवा टिभीमा व्यस्त हुनुहुन्छ। बुवा के टेलिफिल्म हेर्नु भएको छ? सिआइडी हेर्दा गाइस सिआइडी नै बन्ने बेर छैन। आज म बजार गएर आएको थिएँ। बजारबाट यही सामानहरू लिएर आएको छु सपिङ गरेर। यो चाहिँ मेरो लागि चप्पल हो। बाबुहरूको लागि कपडा निकाल्दैन। यही माथि लगाउँछ। है लगाएर हेर त, ठिक हुन्छ नि ल। यो खानेकुरा अहिले दिन्छु। ऊ यहाँ बस्छ त बाबु। म दिन्छु हस्। अहिले दिन्छु हस्। वाह, मेरो बाबु त हिरो भएछ। राम्रो छ। यसको लागि अर्को कपडा ल्याइदिएको, यो मनै पराएन। यसलाई जुन दादाले लगाउँछ त्यही कपडा यसलाई चाहियो। सेम टु सेम त्यही कपडा चाहिन्छ यसलाई। ठुलो होस् चाहे सानो होस्। हेर्नु है गाइस, यो कपडा लगाएर कस्तो देखिन्छ, बोरा लगाएको जस्तो देखिन्छ। ए होइन दादाले ठुलो भयो बाबु त। दादालाई जुन कपडा मनपर्छ त्यही कपडा यसले नि मन पराउँछ। ठुलो भयो अब कपडा मेरो लागि। कस्तो छ गाइस? अनि यो झोला, अनि यो सल, अनि यो खानेकुरा। यो चाहिँ च्यवनप्रास। अनि यो बच्चाहरूको लागि हो। च्यवनप्रास बाबुहरूको लागि अहिले खाने हो। यति हो गाइस। अरू चाहिँ किचनको सामानहरू ल्याएको छु। अब म अहिले तेल भुट्न लगाइरहेको छु। अनि यहाँ सामानहरू रेडी पारेको छु। चाकु बनाउनको लागि, तिलको लड्डु बनाउनको लागि तिल भुटिरहेको छु। अरूले खै भुट्छ कि भुट्दैन, तर मैले भुट्ने नै गर्छु। अब हाम्रो तिलको लड्डु र चाकु पनि बनेर रेडी भइसक्यो। ल है साथीहरू, म फेरि किचनको काम सिद्ध्याएर फेरि बारीतिर घुम्न आइरहेको छु। अम्बा टिप्न लाग्छु। अब यो अम्बा यस्तो मिठो हुन्छ क्या, ठुल्ठुलो खालको अम्बा हो यो। यति मिठो लाग्छ। सबैजना आउँछ खानालाई, कतिजनालाई भ्याइसकेको हुन्छ क्या। त्यही एउटा दुईवटा मात्र राखिदिन्छन् मेरो लागि। म चाहिँ खाएला। अम्बा एकदम मिठो छ।
काँचो पनि मिठो छ तर हेर्नु साथीहरू बाबु मलाई खोज्दै बारीमा पनि आइपुग्यो मेरो यो सानो बाबु हो हाई गरिदेऊ हाई हाई तिमी कहाँ आएको हो बजार यो बजार हो यो बारी हो आमाको बारी हो यो अनि मेरो छोरी हो अनि तिमी कहाँ जान लाग्को हो उता के खान जान छौ आरु खान गछु हो तिमीलाई मन पर्छ तिम्रो नाम के हो भनिदेऊ त आयान्स अनि पढ्न जान्छौ जान्न जान पर्छ किन स्कुलमा मिठी दिनुहुन्छ पढ्न गयो भने म्याडमले धेरै खानेकुरा दिनुहुन्छ जान्छौ ल मेरो छोरा पढ्न जान्छ अनि ज्ञानी मान्छे बन्छ मेरो बाबु भन साना लामखुट्टेले टोक्न लाग्यो गाइस अब जान पर्यो भित्र साथीहरू म त अब माइत आएपछि यही खेतमै बसेरै दिन बिताउने भयो मेरो त यहीँ किन यहीँ राम्रो लागिरहन्छ अब उता घर पनि जान पर्यो किनभने बाबुहरू पनि पढाइ छ पढाइ पनि छुटिसक्यो 2-3 दिन नै छुट्यो अब भोलि जाने सुरमा छु अब उता गएपछि त अब उतैतिरको भिडियो बनाउँला अब नभ्याए पनि उता गएपछि त त्यही पनि त भ्याउँदैन सकेसम्म भिडियो बनाउने कोसिस गर्नेछु आशा गर्छु जस्तो सुकै भए पनि हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु